यो खालको फेनोमेनन चाहिँ हामीले पनि अहिले फर्स्ट टाइमै देखेको नि त है रमाइलो लाग्दैछ क्या ओके एउटा सङ छ हाम्रो है त्यो सङ चाहिँ आज म जति पनि हाम्रो यहाँ युकेभरि छरिनु भएको जति पनि रिटायर भइसकेका पनि है र अहिले प्रेजेन्ट वर्किङ है गोर्खापल्टनको जति पनि मेरो दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई डेडिकेट गर्न चाहन्छु दिस सङ इज एक्चुली उहाँहरूको लागि गीत हो यो है र हाम्रो गिटारिस्ट प्रज्ञाको बाबा पनि गोर्खापल्टनकै हुनुहुन्थ्यो है सायद हङकङ बेस्ड हुनुहुन्छ होला है हजुर ओके यो सङ चाहिँ आज एक्सक्लुसिभली हाम्रो गोर्खापल्टन दाजुभाइहरूको लागि यो गीत दिनुहुन्छ वीर गोर्खा I
Check. Thank you so much. अब एकछिन सानो म पनि बोल्नु पर्यो है. फर्स्ट अफ अल हाम्रो यो युके सेकेन्ड टाइम हो होइन. पहिलाचोटि आउँदा पनि एकदमै रमाइलो भएको थियो. योचोटि आउँदा पनि झन् धेरै रमाइलो भयो. किनभने पहिलाचोटि अलिकति क्लोज भेन्युजहरूमा थियो, इन्डोर्सहरू थियो. योपालि ओपन एयरमा हजुरहरू माझ होइन. र हामीले नयाँ फ्यामिली पनि बनाउने मौका पायौँ. तपाईँहरू सबैजना आजदेखि मन्त्रको फ्यामिली है त, ठिक छ. एनिवेज अघि भास्कर दाइले पनि अनाउन्स गरिहाल्नु भयो. हामीले अब मान्छेले भन्छ मन्त्र ब्यान्ड लेजेन्ड ब्यान्ड हो होइन, कहाँ हरायो खै गीतहरू नयाँ भन्छ. र आई थिङ्क यु गाइज हेभ टु स्टे अपडेटेड हुन्छ नि. हामीले एभ्री इयरै नयाँ गीतहरू निकालिरहेको छौँ. अघि देखिहाल्नु भयो हो म नेपाली भन्ने गीत कसले सुन्नु भएको छ? हो म नेपाली. थ्याङ्क यू सो मच. अनि अब फेरि हामी 3वटा जस्तो यो विदिन दिस इयर हामीले 3वटा जस्तो लभ ब्यालेन्सहरू निकालिरहेको छौँ. अन्टिल देन हामीलाई फलो गरिदिनुहोस् होला. वी अन इन्स्टाग्राम, टिकटक, फेसबुक. सब्सक्राइब अन युट्युब च्यानल एज वेल. ठिक छ. I know Mantra is a very old band. हामी we have been playing together for last 26 years होइन. अन्त हामीले सधैँ गाउँदाखेरि त सायद हजुरहरूको आमा बाबाहरू लभमा पर्नु भएको थियो होला क्या, हो कि होइन? That's the support we need. हामीलाई अझै सपोर्ट चाहिन्छ, अझै लभ चाहिन्छ, माया चाहिन्छ. फेरि युकेमा आउन पाऊँ, हो कि होइन? We're gonna be back soon, alright? अनि हाम्रो सबको इन्ट्रोडक्सन त भइहाल्यो. लास्ट बट नट द लिस्ट हाम्रो सङ राइटर, अ भेरी गुड कम्पोजर, मेरो गिटार ट्युटर पनि हुनुहुन्छ उहाँ. The one and only Bhaskar Dewan on vocal. Big boy. शून्यता र एकान्तको सागरमा डुबेको छु आज म. राम्रो सुनिन्छ क्या. शून्यता र एकान्तको सागरमा डुबेको छु आज म. यो सागरमा डुबेको धेरै भयो. याद आउँछ तिम्रो धेरै खै आजभोलि त किन हो किन साह्रै पो याद आयो तिमीलाई. सायद यो याद एक दिनको मात्र होइन, एक महिनाको मात्र होइन, एक वर्षको मात्र होइन, सायद जुनीको लागि.
तिन चार
यति है ओके होइन म एउटा धन्यवाद भन्दाखेरि स्पेसली आज हामीलाई यस्तो राम्रो मौका दिनुभयो त्यो टाढाबाट बोलाएर हाम्रो एकपल्ट जोरदार ताली हाम्रो युके मगर एसोसिएसनको लागि उहाँहरूले गर्दा आज हामी हजुरहरूको समक्ष पर्फर्म गर्न पाउँदैछौँ है र एकपल्ट जोरदार ताली हजुर सबैको लागि यसरी नै नेपाली सङ्गीतलाई सङ्गीत नेपाली साहित्यलाई जहिले पनि माया गरिदिनु होला जहिले पनि समर्पण गरिदिनु होला है र एउटा हाम्रो कस्तो भन्दा म्यान्डेटरी चाहिँ के हुन्छ भने जहाँलाई पनि हामी एउटा सेल्फी लिन्छौँ क्या है र आज हजुरसँग एउटा मिठो दामी सेल्फी है ओके सबैजनाले फोन हल्का यसरी है अन गरिदिकन यसरी माथि गरिदिनुहोस् न है फ्ल्यास लाइट्स अन गरेर है यसले खेलाउने हुँदैन घुम्नु भन्दै चाहिँ खेलाएर के हो लाइट र म एउटा सानो रिक्वेस्ट गर्न चाहन्छु है हजुरलाई सानो एउटा सरप्राइज पनि हुन्छ है यहाँ हाम्रो बहिनी है सानो बहिनी चाहिँ हामीसँगै आएको है र बहिनी चाहिँ भोइसको विनर हो है भोइस अफ नेपालको है र एकदमै मिठो स्वर छ बहिनीको र बहिनीलाई पनि म एकछिन यता राख्न चाहन्छु स्टेजमा हामी लास्ट सङ सँगसँगै गाउनेछौँ है अर्पण यो है ओके सम्झना बिर्सनको लागि दिस इज द लास्ट सङ हाम्रो है एउटा मिठो सङ गरेर
है आज बिदा लिने हजुरबाट है one more time जुने जुने यिनीसँगै जुने
सबैजनालाई माया गुड नाइट शुभरात्रि